यो सुँगुरको मासु बनाउँदा साथीहरूको एकदमै याद आउँछ। सो हाई एभ्रिवान, स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज म बनाउन जाँदैछु सुँगुरको मासु। रायोको साग हालेर एकदमै मिठो हुन्छ। यो सुँगुरको मासु नखाइकन त मासु खाए जस्तै पनि लाग्थेन कुनै बेला। त्यसपछि बिचमा बिरामी परेपछि डाक्टरले भन्नुभयो अब सुँगुरको मासु छोड्न पर्छ, नखानु होला भनेर। अनि मैले चाहिँ 3-4 वर्षसम्म खाएन। त्यसपछि फेरि आजभोलि वर्षको 1-2 पटक चाहिँ खान्छु, किनभने म हेल्दी भइसके। अनि म स्कुल पढ्ने बेलामा मेरो साथीहरूले सुँगुरको मासु खान्थेनन्, म मात्रै खान्थे। अनि मसँग खाली सोध्ने के आशा त सुँगुरको मासु खान्छेस् भनेर। अनि मैले हुन्छ पनि भन्न सक्थेन, किनभने साथीहरूले छि भन्थे के। तर खानेकुरालाई छि भन्न हुन्न, कस्तो मिठो हुन्थ्यो त्यति बेला पनि। मलाई एकदमै मिठो लाग्थ्यो, अहिले पनि मिठो लाग्छ। अनि आजभोलि भन्न लाज पनि लाग्दैन, यस अफकोर्स म सुँगुरको मासु खान्छु भनेर म चाहिँ भनिदिन्छु। सो फाइनली मासु पनि रेडी भइसक्यो, अब खानु पर्यो। मिठो मिठो मानेर खाए ल साथीहरू। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला।